हेलो गाइज वेलकम टु माई न्यू ब्लग। म चाहिँ अब अफिसतिर निस्किसकेको छु नुहाइधुवाइ गरेर हिरो भनेर होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। चस्मा सस्मा लगाएर हिरो भनेर निस्केको छु। मेरो दोस्त प्याटी आउँदैछ, टपरी भन्ने है त। ल गाइज कुर्दा 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 म त पागल भएँ होइन। अनि त्यस पछाडि दोस्तले लगभग मलाई 20 मिनटभन्दा बढी यहाँ कुराइदियो। 2 मिनटमा आउँछु। मेरो साथीले फेरि नयाँ बाइक किनेको छ, महँगो खाले हो, अरूलाई चलाउनु दिँदैन, डबल लोड चढाउनु हुँदैन भन्थ्यो अस्तिसम्म। अहिले चाहिँ बल्ल बल्ल मानेको छ होइन। मेरो दोस्त आइपुग्यो है, बल्ल 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 कुर्दा 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 मेरो भयो होइन। होइन त दोस्त हो भनिदेऊ त। अब हामी जाँदैछौँ कफी सपमा होइन, सान्दाईको कफी सपमा। अनि अब हामी त्यहाँ गएर कफी खान्छौँ टक्क लाएर एक सर्ट। अनि त्यस पछाडिको हाम्रो प्लान के छ दोस्त? हाम्रो चपुर क्यान्सिल हो आज। चपुर आज प्लान थियो होइन, मेरो नि सानो काम थियो, दोस्तको पनि काम थियो, क्यान्सिल भइहाल्यो आज। अहिले क्याफेमा आइसकेको छौँ गाइज होइन। अनि त्यस पछाडि फेरि यहीँ झट्का हान्न थालिसक्यो 1xbet दोस्तले। नानी आऊ नानी आऊ, मलाई कहिले भन्दैन साउ कहाँ गयो भनेर होइन, खालि झुट बोल्छ। अस्ति नि मलाई झुट बोलिरहेको थिएँ। यहाँ कफी आइसकेको छ होइन, ट्रेन हुनुभयो गाइज होइन। त्यस्तो रमाइलो भइरहेको छ। अर्जुन दाइले चाहिँ हाम्रो टक्क देखेर अनि त्यस पछाडि आउनुभयो अरे। अब हामी कफी टक्क सिप लिएर होइन। आजको हाम्रो प्लान के छ दादा? नयाँ नौलो केही नगरपालिका जानु छ। ए दाइको फेरि अब हामीले प्रतिनिधिसित बस्न पाउनु यो हाम्रो भाग्य कुरो हो होइन। दादा चियर्स ल है ल अपडेट यु ओके। अब कफी सफी खाएर अनि एउटा साथीकोमा जाँदैछौँ होइन। अहिले चाहिँ अब हामी चितपुर कटिसकेको छौँ। हाम्रो गाडीमा आइसकेको छ। कृषकको सबैभन्दा धेरै परिदिने ठाउँ दोस्तको अफिसमा आइसक्यौँ होइन। अनि त्यस पछाडि अब हामी यहाँ चटपटे खाना गइरहेको छौँ। दोस्त यस्तो दामी चटपटे बनाउनु लागि होइन, मजा आउँछ क्या दोस्त। हाम्रो यो दोस्त हो होइन, मेरो दोस्त प्याटी आयो गाइस। चटपटे अब हानिदिने हो नि त, ज्याम कि ज्याम है। नानी पानीपुरी नि बनाऊ मिठो होइन त दादा? पिरो हालेको छ कि छैन नानीले? पिरो थिएन होइन। ज्याम ज्याम खानालाई मन पर्यो? अलिकभन्दा मिठो। अर्जुन के छ धारणा? 8 चोटिपट्टिको 9 चोटिको पटक हो। 9 चोटिको चाहिँ राम्रो भयो। त्यो हाम्रो दादा चाहिँ त्यो हामी कफी खाएको ठाउँको ओनर है, हाम्रो दादा हो। सान्दाई भनिरहेको थिएँ नि मैले अहिले, कहाँ गयो भनेर। यही हो सान्दाई भनेको होइन। जम्मा दम्नु ल ल ल। त्यो म्युजिक चाहिँ त्यो घोप 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 हालिदिने हो क्या गएकोमा यार। खै हेलो के मिठो है।